हेलो एभ्रिवान, नमस्ते, वेलकम टु माई मिनी ब्लग। सो आज चाहिँ म जाँदैछु नानीलाई हस्टेल छोड्नलाई होइन। छोड्न त जानु मन थिएन होइन, अलिक बिसन्चो पनि थियो, तर पनि अब उसको पढाइहरू छ नि त होइन, त्यही भएर चाहिँ मैले अब छोड्न त जानै पर्यो होइन। अनि उसलाई छोड्नुको लागि चाहिँ गएको थिएँ आज होइन। अनि म चाहिँ त्यहाँ गएर चाहिँ मेरो बाबाको लागि फोन पनि लिनु थियो बाटोमा होइन, अनि मैले फोन पनि लिएर आएँ। अनि त्यहाँबाट चाहिँ आज त अब लास्ट हो, छोड्यो नि त हस्टेल गएपछि त अब के खान्छ होइन, अलिकति अब हेल्दी फुडहरू खुवाउँछ नि त, फास्ट फुडहरू त खाँदैन हस्टेलमा। अनि त्यही भएर चाहिँ उसलाई चाहिँ एकपल्ट चाहिँ दार्जिलिङ घुमाउनु लगेँ होइन। अनि त्यहाँबाट घुमाएर चाहिँ उसको फेभरेट चिजहरू खुवाएर लिएर आएँ। अनि त्यहाँबाट चाहिँ म चाहिँ आइपुगेँ उसको हस्टेल। अनि उसको हस्टेलको चाहिँ सानोबाट मात्रै क्लिप लिएँ, किनभने अब एलाउ हुँदैन नि त स्कुलतिर। अनि त्यही भएर अनि एकदमै जाडो थियो क्या, वेदर हेर्नुहोस् न कस्तो जाडो थियो होइन। अनि त्यहाँबाट चाहिँ हामी हस्टेलभित्र पसेको, हस्टेल पनि कस्तो राम्रो रहेछ कि। अनि त्यहाँनिर चाहिँ म भित्र गएर यसो हेरेको त कुकुर कस्तो राम्रो, हेर्नु न, मलाई यति साह्रो मन परेको होइन। एन्ड थ्याङ्क यू फर वाचिङ, बाई बाई।